गाइस हामी इक्जाम सकेर हिन्दी सक्यौँ है। पास हुँदैन त यो। हेलमेट खोल। 12 बजे के गर्ने त? 12 बजे अब खाना हायर स्टडीलाई कन्टिन्यू दियौँ होइन। हजुर सर। हामीले चाहिँ अब हाम्रो विद्यार्थीहरूलाई धेरै माया र जहाँ गए पनि गाइस हामी इक्जाम सकेर हिन्दी सक्यौँ है। मनोज दाइको केही भन्नु छ? आज इक्जाम सकिरहेको खुसी कस्तो लागिरहेछ? अनि हाम्रो भोलि यो ऱ्याबिट भाइ चाहिँ आज गाउँ जाने रे, आज इक्जाम सकेको। माथिसम्म चढाएर भन्दा आज सुदूरपश्चिम हरे गाउँ टक्क गाउँ जाने रे होइन। हेर न 12 पास भएको छैन, पुरै जाप जान टिकट आयो भन न फेरि। अब यस्तै पाराले भनेदेखि केटा हो जापान जानलाई ठुलो कुरो देखिनँ मैले त। खाडी जाने हो, खाडी। बाटोमा चाहिँ जस्तो पऱ्यो नि भाइले, आज भरे बसमा चाहिँ सोचेको जस्तै परोस्। आज चिया त खुवाउँछ, किन गाउँ जाने मान्छे चिया खुवाउनु परिहाल्यो। कति बज्यो है टाइम हेर त? 12 बजीतिर चिया खाने मान्छे हामी। यो WhatsApp फ्यामिली यो ल यहाँ आऊ न, यहाँ आऊ न। ल मेरो भाइ के भन्छ भने भिडियोमा? ल भन त 2 शब्द। ल झ्यापै शब्द आई लभ यु सबलाई होइन। अनि भन न, बोला छ्या कस्तो लजाको यो भाइ त यार। के बोल्ने त? के सोधेको एन्सर दिनु त? भनेको प्रश्न अनि भाइ अनि तिम्रो प्लान के छ? 12 बजी के हो? 12 बजे गाउँ गएर नआउने विचार छ। ल हाम्रो खड्का भाइ के छ तिम्रो विचार? कन्टेन्ट क्रिएटर हो कसम? कति दिनको लागि? दिनको लागि 365। 10 वर्षपछि नि यो भिडियो हेर्छौ तिमी? मजाले होइन? कसलाई छोराले देखाउने कि छोरीले देखाउने? 10 वर्ष बाँच्नु चाहिँ पऱ्यो है फेरि। बाछा ढुक्क हो, मलाई थाहा भइसक्यो। केटाहरूको रिसिभी छ राम्रो लेखेँ भनेर कतिखेर मार्छन् थाहा छैन मलाई। बाई ओए ल मिठो बोले यार भाइले। ल कलेजबाट जाने रे केटा लास्ट दिन भएर हामी 9 जना मात्रै छौँ। यताबाट अरू कलेजको लट्सअप मान्छे। अब यहाँ म सायद हजुर भन्नुहोस्। अब हामी इन्टरभ्यु लिन्छौँ कुनै दर्शकहरूको है। स्टुडेन्टहरूकै लिन्छौँ है। तर इक्जाम कस्तो भयो भन्ने प्रश्नमा हामी इन्टरभ्यू लिन चाहन नि सक्छौँ। हेर म उनीहरूले मान्छन् मान्दैनन्। अब एउटा हाम्रो मेम्बरमा एउटा हाम्रो सुजन विष्ट भाइको अलिक कमी भएको छ यहाँ। त्यसलाई भरे मेन्सन गरेर हालिदिनु होला केटाहरूले। स्कुलबाट जाने रे आफ्नो कलेज जे जस्तो भए पनि केटाहरूलाई 2 वर्षको मेमोरी छ होइन। कलेजमा चाहिँ 2 वर्षको मेमोरीमा दर्शकहरू देख्न सक्नुहुन्छ यहाँ 3 जना केटाहरू। इक्जाम एकदमै खतम भयो होइन। अल्टिसोले बोल। पेपर एकदम गाह्रो थियो, एकदम अनि तपाईँको कस्तो? तपाईँले कस्तो लागिरहेको थियो आज? मलाई नि एकदम नराम्रै लागिरहेको छ। सायद तपाईँ पास हुनुहुन्छ। पास चाहिँ अनि के छ तपाईँको भविष्य? तर पनि भनेको जस्तो नम्बर चाहिँ पाउनु। 12 बजे के गर्ने विचार छ? 12 बजे अब खाना सपना 12 सकेपछि म त अब यसो खाने साथी जाने के गर्ने त अब। बेस्ट अफ लक। बेस्ट अब ल। यहाँनिर अर्को एकजना भेडा छौँ, यहाँनिर देखाउ छिटो। अब हाम्रो इन्टरभ्यु तपाईँको इक्जाम कस्तो भयो आज? एक्जाम त एकदम बिहाल पास हुँदैन। ए दर्शकलाई छोड्दिउँ हामी। ल अब त्यही गरौँ। अब इक्जाम सकेछ, राम्रो प्रगति गर्नुहोस्। ल यहाँ हामी यहाँ मास्टर फेरि अब हामी लिन जाँदैछौँ। इन्टरभ्यू केटाहरूले सोध्ने रे। मैले सुनिरहेको छ। भाग्यो बाल राम्रै भयो गाइस, हाम्रो पनि राम्रो भयो। पेपरको बारेमा सोद्धाखेरि राम्रै लाग्यो रे। तर उनीहरूलाई चाहिँ इक्जाम राम्रो गरे पनि फेल हुन्छ भन्ने अलिकति चाहिँ छ रे। अब तर म त्यस्तो नहोस् केटाहरूलाई, सब पास पनि बरु सबैको नम्बर मेरो तर्फबाट जोडेर उनीहरूलाई पास गरिदिउँ न होइन। किनकि किन यसो फेरि यसले किन यसो भनौँ, यसले किन बढी गफ हानो भन्नुहुन्छ होला। मै पास हुन्न भन्ने थाहा छ नि त। अनि म नहुनुभन्दा त्यसले ल्याएको नम्बर पनि अरूलाई जाओस् क्या बरु। त्यही भएर अब हाम्रो चाहिँ कलेज जाने बाटो है, खास गरी हाम्रो बाटो उतैबाट थियो। अब त्यही त हो नि। लास्ट दिन कलेजमा ढुङ्गाने जाम भन्ने। लास्ट दिन कलेज फोड्ने रे केटाहरू त के बोले भाइ? अब के बोले? भन्छन् के भने हो
जुनियर भाइहरूको लागि राखिदिनुपर्छ गाइज। हामी चाहिँ होइन हाम्रो कलेज आइपुग्यौँ जनकल्याण माध्यमिक विद्यालय। हाम्रो सरलाई के नमस्कार सर। नमस्कार सर, हाम्रो इक्जाम सकियो। हामीलाई अब के भनिदिन चाहनुहुन्छ तपाईँले? तपाईँले अस्ति नै भनेको भिडियो धेरै राम्रो गएको भएर हामीले फेरि तपाईँले भेट्न भनेर आएको। पकड न यो सरलाई चाहिँ उडाउ न कस्तो सरलाई उडाउ। सबैले अब 12 कक्षासम्म यहाँ पढ्यो होइन। हजुर सर। ब्याचलरमा जान्छ अथवा कोही विदेश जान्छ होला राम्रोसँग फर्दर करियर हायर स्टडीलाई कन्टिन्युटी दियो होइन। हजुर सर। हामीले चाहिँ अब हाम्रो विद्यार्थीहरूलाई धेरै माया र जहाँ गए पनि सफलता हासिल होस् होइन। परिश्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ है। ल थ्याङ्क यू सो मच सर। सबैजना पास हुनु पर्यो। हस् सर। आशा छ सायद साउन्डसम्म रिजल्ट आउँछ। थ्याङ्क यू सर। प्र्याक्टिकल नम्बर एकदम राम्रो तिम्रो सेटिस्फाई हुने हिसाबले हालेको छ। हस् सर, थ्याङ्क यू सर। कुनै कन्जुसै गर्दैन। ए यो गाइज हामीले पढेको कलेज। ल हामी लाग्यौँ है त आफ्नै बाटो वासस्थानतर्फ। सरलाई हाम्रो चाहिँ अब हामीलाई अलि माया, हाम्रो जे पनि हामीलाई पढाइरहने सरलाई भेटेको थियौँ। सरले चाहिँ अब जहाँ गयो नि राम्रो गर भन्ने खालको एउटा के भनौँ स्टुडेन्टलाई भन्ने उद्देश्य जस्तै दिनुभएको छ। त्यही हो, यही कलेज हो। 2 वर्ष चाहिँ पढाएको थियो गाइज हामीले यसैमा। 2 वर्ष पढ्यो। 2 वर्षमा लगभग 1 वर्ष कलेज आइएन, 1 वर्ष आइयो। यही कलेज हो ल है। त्यो कलेजले धेरै राम्रो सुन्न पाऊँ। ओके गाइज, हामी चाहिँ प्रकाश भाइ चाहिँ गइसक्यो रुम होइन। अनि हामी मनोज भाइ त्यहाँ कुदिरहेछ, म यता टक्क छाता ओढेर रुम आइपुग्न लाग्यो। अब लगभग धेरै छैन, 1-2 मिनट। त्यसपछि चाहिँ भनेको अब गएर मैले गेम सेम डिलिट गरेको थिएँ। अब गएर सुरुमै गरेँ चाहिँ म गेम डाउनलोड गर्छु होला। मैले गेम सेम डिलिट गरेको थिएँ। इक्जाम आयो, त्यही पढ्नु त खासै पढ्ने होइन, त्यही अब यसो पढे जस्तो देखाउनको लागि। तर अब के गर्छु त, डाउनलोड गर्छु, गेम खेल्छु। त्यही हो। अब पछि त अब के हुन्छ त मलाई पनि थाहा छैन। यस विषयमा तिमीले के भन्नु छ? म यस विषयमा केही भन्दिनँ। मेरो भाइ राम्ररी गर्नुपर्ने नै हो भने चाहिँ त्यही हो। बास यति हो। मनोज भाइले नि अब भिसा पेसेको छ अरे यार। ए सरी, पासपोर्ट मैले मिस्टेक बोलेँ। अब विदेश जाने बित्तिकै भिसा भन्ने आइहाल्दा त्यस्तो बोलेको है। पासपोर्ट बनाइसकेको छ। अब मनोज भाइसँग चाहिँ लगभग अब दिनै भेट हुन्छ। तर केटो अब कुन देश जाने पासपोर्ट नझर्केछ नि त, किनकि हाम्रो भेट भइरहन्छ होला। त्यसपछि चाहिँ भनेको नयाँ साथी भेट्टेला या नभेट्टेला, यस्तो भेट्टेला नभेट्टेला है। त्यही हो, के भन्नु छ र। टक्क लगाएर आज अब रुममा गएर टक्क सर्ट कन्टेन्टहरू हाल्छौँ आज हामीले बनाएर। मनोज भाइकोमा टक्क जान्छौँ। टक्क जाने 2जना मिलेर कन्टेन्ट टक्क हालिदिने बास।